देशभरिका शिक्षकहरू काठमाडौँ केन्द्रित आन्दोलनमा हुनुहुन्छ र आज 11औं दिन बित्यो। आफ्नो संस्कार संस्कृति अनुसार उहाँहरूले आफ्नो सडकमा सरकारलाई ध्यानकर्षण गराउनका लागि आफ्नो संस्कार संस्कृतिहरू देखाइराख्नु भएको छ। यति बेला म रुकुम पश्चिमको समूहसँग छु। केही दिन अगाडि हामीले एउटा भिडियो सार्वजनिक गरेका थियौँ। त्यसमा धेरैको प्रतिक्रिया यस्तो रहेको थियो कि उहाँहरू काठमाडौँको सडकमा रमाइलो गर्न निस्केको अथवा आफ्नो धारणाहरू आफ्नो राख्नु भएको थियो। म उहाँहरूको आज सरकारले 11 दिनसम्म किन सुनेन इत्यादि विषयमा कुराकानी गर्नेछु। गुरुहरूले केही गुरुहरू गाउनुहुन्छ, केही गुरुहरू बजाउनुहुन्छ, केही गुरुहरू बाँसुरी बजाउनुहुन्छ। त्यो सँगसँगै उहाँहरू बहुप्रतिभावान हुनुहुन्छ। गुरु साँच्चीकै उहाँहरूले बहुप्रतिभावान हुन्छ, धेरै थोक गर्न सक्नुहुन्छ। तपाईँ बाँसुरी बजाउन सक्नुहुन्छ गुरु होइन त? हजुर। नाम के हजुर? मेरो रेशम सुनार, भेनपा 3 जाजरकोटबाट। गुरुको मादल एकदमै भाइरल भइरहेछ, एकदमै चर्चामा आइरहेछ, धेरैले मन पराउनु भएको छ। के भन्नुहुन्छ गुरु, हजुरलाई मादल बजाउने भए अरू के गर्न आउँछ? मलाई यो मादल बजाउनेको साथसाथै यो हाम्रो गाउँघरतिर सांस्कृतिक रूपमा यो संस्कृतिलाई पनि बचाउने सन्दर्भमा पछिल्लो जेनेरेसनमा संस्कृतिलाई बचाउने रूपमा महत्त्वपूर्ण भूमिका गाउँमा पनि निर्वाह गर्दै आइरहेको। नाम चाहिँ? मेरो नारायण प्रसाद जैसी, जाजरकोट नलगाड 2 हो। म चाहिँ यो शिक्षणका हिसाबले आठबिसकोट नगरपालिका वार्ड नम्बर 11 रुकुममा पढाउँछु। रुकुमको समूहमा, त्यही भएर अहिले हामी रुकुमकै सँगै बसिरहेको छौँ। र यो हाम्रो यो बाध्यता हो, यो रहर होइन। यो आएर यो सडकमाथि गर्ने भने सरकारले कुनै पनि विधिबाट सरकारले कान नसुन्ने, आँखा नदेख्ने भइसकेको थियो भने हामी बाध्य भएर सडकमाथि जति समय बस्नु पर्यो भने यो सडकबाट तपाईँले गीत गाए पनि नाचे पनि सरकारकै ध्यान खिच्नलाई त गरिराख्नु भएको छ, आफ्नो मनोरञ्जनका लागि त गरिराख्नु। हामीलाई मनोरञ्जन यति बेला हामीलाई झन् बढी मनमा पिर छ। किनभने हाम्रा विद्यार्थीहरूको यति बेला अब विद्यार्थीहरूको नयाँ भर्ना गर्ने कार्यक्रमदेखि अब आगामी शैक्षिक वर्ष 2082 सालका कार्ययोजनाहरू बनाउने सन्दर्भमा पनि हामीलाई भित्र मनमा चाहिँ हाम्रो विद्यालयमा छ हाम्रो मन पनि भरि र बाह्य रूपमा जे जसरी भएपछि पनि सडकमाथि शिक्षा ऐनको लागि, शिक्षा ऐन नितान्तै शिक्षाको लागि मात्रै नभएर यो शैक्षिक जगतलाई नै, शैक्षिक नीतिलाई नै राम्रो बनाउनको लागि, शिक्षा ऐनको लागि हामी सबै शिक्षकहरू सडकमाथि यसरी भौतारिँदै भइरहेको छौँ। यो सरकारले अब सुनोस् भन्ने हाम्रो काम हुनेछ। गुरु हजुरको नाम चाहिँ? मेरो नाम प्रेमबहादुर विश्वकर्मा हो। मेरो घर चाहिँ रुकुम पश्चिम हो। मेरो विद्यालय सरस्वती मावि शल्य भन्ने हो। अब यो काखमा राखेर अहिले विद्यालयमा तपाईँ कपी चेक गर्दै हुनुहुन्थ्यो होला सायद, अथवा तपाईँ पढाउँदै हुनुहुन्थ्यो, तर यस्तो बाध्यता किन आइरहेको छ? यो बाध्यता अब हामीले शिक्षा ऐन चाहियो, शिक्षा ऐन चाहियो भन्ने हो। शिक्षा ऐन चाहियो, त्यसपछि अब शिक्षकका हाम्रा थुप्रै मागहरू छन्। ती मागहरूलाई सरकारसँग हामी पटक 75, 78, 80 सम्म हामीले सरकारसँग सम्झौता गऱ्यौँ। अब सरकारले फेरि पनि हाम्रो मागहरू सुनेन, टेरेन, फेरि हामी बाध्य भएर रोडमा आउनु। आज 11 दिन बित्यो, अब थाकिसक्नु, अब फर्किने तयारीमा हुनुहुन्छ? तपाईँहरू त विद्यालयमा जाँदै हुनुहुन्छ अरे? अब हामी थाकेकै छैनौँ, सरकार अब थाकेर हामीसँग वार्ता गर्छ भन्ने लागिरहेछ र हाम्रो मुद्दाहरू ऐन मार्फत सम्बोधन गर्छ भन्ने लागिरहेछ। हामी थाकेका छैनौँ, हामी त वैशाख महिनासम्म गर्न सक्छौँ। हजुर नमस्कार, म यामराज ओली, रुकुम पश्चिमबाट हो। अब थाकिसक्नु भयो, अब त पसिना पनि धेरै आइसकेको छ। आज 11औं दिन बित्यो, अब कर्णाली प्रदेश त्यति टाढाबाट आउनु भएको छ। अब काठमाडौँमा केन्द्रित आन्दोलन भइराख्दा त समस्याहरू अनेक छन्। अब थाकिसक्नु भयो, तपाईँ फर्किन तयारी? हामी थाकेका छैनौँ सर, बरु सरकारलाई जतिखेर सरकार थाक्छ त्यतिखेर हामी ऊर्जाका साथमा जान्छौँ। सरकारलाई थकाउने हो, हामी त झन्झन ऊर्जा थपिरहेको छ। साथीहरू पनि दिनदिनै थपिरहनु भएको छ। हामी थाक्दैनौँ हाम्रा माग पुरा नआउँदासम्म। विद्यालय बन्द गरेर हिँडिराख्नु भएको छ। यो त बाध्यता हो। सरकारले विद्यालय बन्द गर्ने अवस्था सिर्जना गरिदियो, हामीले रहरले गरे त होइन नि। तपाईँहरूले भन्न बित्तिकै ऐन आउँछ भन्ने छैन। संविधान त, कानुन त, धेरै कुराहरू त्यसमा सच्याउनु पर्ने, मिलाउनु पर्ने धेरै कुराहरू छन्। तपाईँले आजको भोलि ऐन आउला भन्नेमा विश्वास त के मानेमा हुनुहुन्छ? सरकारले कहिले गर्ने? गर्छौँ भन्छ, वर्षौँ बित्यो। संविधान घोषणा भएको खास एउटा संविधानकै मर्म पनि के हो भने संविधानका मौलिक हकहरू कार्यान्वयन हुनको निम्ति संविधान घोषणा भएको 3 वर्षभित्रमा सम्पूर्ण ऐन नियमहरू सब बनाइसक्नु पर्ने हो। सरकारले यो त अब सरकार त कस्तो भएको छ भने हामीले होमवर्क दिएर होमवर्क नगरेर ल्याउने विद्यार्थी जस्तै भएको छ। सरकारले होमवर्क गरेकै छैन। अब सरकारलाई होमवर्क गराउन र बाध्य पार्नको निम्ति हामीले 75 सालदेखि लाग्यौँ। 3 वर्षभित्रमा आउनु पर्थ्यो। 72 सालमा संविधान आयो, 75 सालमा आउनु पर्थ्यो, आएन, ढिलो गर्नुभयो। तपाईँले भन्यौ 75 सालमा एउटा आन्दोलन भयो, सम्झौता भयो, ल गर्छौँ भन्नुभयो। फेरि 78 सालमा फेरि 3 वर्ष पछाडि गयौँ, फेरि त ल गर्छौँ भन्नुभयो, फेरि पनि गर्नु भएन। त्यसपछि आएर हामी फेरि 80 सालमा अर्को आन्दोलन गर्नुपर्ने भयो, होमवर्क चेक गर्ने। खै तपाईँले के गर्नुभयो भन्दा त उहाँहरूले के गर्नु भएको छैन। अब त हामी अर्को आन्दोलन हुँदैन हाम्रो।
यो आन्दोलन अन्तिम आन्दोलन हो। सरकारलाई होमवर्क गर्ने बनाउँछौँ, सरकारलाई ऐन जारी गर्ने बनाउँछौँ। यो देशको आवश्यकता हो, शिक्षाको आवश्यकता हो, 3 करोड नेपाली जनताको आवश्यकता हो र 70 लाख बालबालिकाको आवश्यकता। यो शिक्षकहरूको मात्रै आन्दोलन हो कि विद्यालय कर्मचारीको पनि आन्दोलन हो? तपाईँ सम्पूर्ण शिक्षक कर्मचारी भन्ने बित्तिकै सम्पूर्ण विद्यालय क्षेत्रमा कार्यरत मजदुरहरू सब पर्छ। त्यसपछि आएर अर्को यो शिक्षा ऐनले कसैको बुझाइ छ शिक्षकको खासमा यो पेसागत भन्नाले तलब वृद्धिको लागि भन्ने एउटा भाष्य निर्माण गरेको छ। यो कदापि होइन। तलब निर्माण त राज्यको स्रोत र साधनले भ्याएसम्मको राज्यले निर्धारण गरेको मापदण्ड अनुसार खाने हो। तर कुरा के रहेको छ भने यो शिक्षा ऐनले त एउटा निकास दिएको छैन। एउटा यत्रो 70 लाख बालबालिकाहरूको चाहिँ भविष्य राम्रो बनेको छैन। यो कुरा रहेको छ सर। अब तपाईँहरू सरकारको ध्यान आकर्षणको लागि एउटा प्रस्तुति राख्दै हुनुहुन्छ। तपाईँ रुकुम पश्चिम, खास गरी पश्चिमतिर एउटा नाचिन्छ। मैले हजुरलाई जोड्न खोजेको कुरा तत्कालीन समयमा हरिदेवी कोइराला नाम एकजना गायिकाले गाउनु भएको थियो। तत्कालीन समाजमा अब गरिबीको चपेटामा परेर श्रीमान मुगलानमा जाने र घरमा घर चलाउन बाध्य हुने, श्रीमानको खबर के छ थाहै नपाउने अवस्था थियो। त्यस्तो अवस्थामा एउटा उहाँले पाइन खबर घर फर्की आउनुहोस् मेरो हजुर भनेर गीत गाउनु भएको थियो। हामी त्यही गीतलाई उहाँलाई सम्मान गर्दै त्यही गीतलाई के जोड्न गइरहेका छौँ, पाइन खबर अब त शिक्षा ऐन ल्याइदियो सरकार भन्ने भागामा एउटा गीत गाउने। जाओस् ल ल सुरु गरौँ त। देशको सरकार निन्द्रामा डुब्यो के निन्द्रामा डुब्यो के दुलोमा के मुगलान पुग्यो के पाइन खबर अब त शिक्षा ऐनले सरकार निन्द्रामा डुब्यो के निन्द्रामा डुब्यो के दुलोमा के मुगलान पुग्यो के पाइन खबर अब त शिक्षा ऐनले सरकार अब त शिक्षा ऐनले सरकार शिक्षक जति सडकमा खरायौँ सडकमा खरायौँ भन्देऊ सरकार तिमी कहाँ हरायौ पाइन खबर अब त शिक्षा ऐनले सरकार सडकमा खरायौ सडकमा
तिमलाई पनि शिक्षकले पढाउन् हात समाई अगाडि बढाउन् झिलझिल सितारा शिक्षकले